धादिङ सहित देशभर आज प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ। यस निर्वाचनका लागि धादिङ जिल्लामा 2,75,000 भन्दा बढी मतदाता कायम रहेका छन्। जिल्लाभर कुल 104 वडा 114 मतदान स्थल र 310 मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ। जिल्लामा कुल 2,75,280 मतदाता रहेका छन्, जसमा पुरुष 1,41,019 र महिला 1,34,259 रहेका छन्। तथ्याङ्क अनुसार पुरुष मतदाता संख्या महिला भन्दा करिब 6,760 बढी रहेको देखिन्छ। स्थानीय तह अनुसार नीलकण्ठ नगरपालिकामा कुल 45,316 जसमा पुरुष 22,602 र महिला 22,714 जना रहेका छन्। थाक्रे गाउँपालिकामा कुल 27,725 जसमा पुरुष 24,343 र महिला 13,382 रहेका छन्। धुलीबेसी नगरपालिकामा कुल 26,706 जसमा पुरुष 13,876 र महिला 12,830 रहेको छ। ज्वालामुखी गाउँपालिकामा कुल 22,493 जसमा पुरुष 11,431 र महिला 11,062 रहेको छ। गल्छी गाउँपालिकामा कुल 21,332 जसमा पुरुष 11,127 र महिला 10,205 रहेको छ। बेनीघाट वडाङ गाउँपालिकामा कुल 21,261 जसमा पुरुष 11,164 र महिला 10,097 रहेको छ। त्रिपुरा सुन्दरी गाउँपालिकामा कुल 20,720 जसमा पुरुष 10,360 र महिला 10,360 रहेको छ। सिद्धले गाउँपालिकामा कुल 20,673 जसमा पुरुष 10,616 र महिला 10,057 रहेको छ। गजरी गाउँपालिकामा कुल 18,989 जसमा पुरुष 10,172 र महिला 8,817 रहेको छ। गंगाजमुना गाउँपालिकामा कुल 18,601 जसमा पुरुष 9,350 र महिला 9,250 रहेको छ। नेत्रावती डबजन गाउँपालिकामा कुल 12,188 जसमा पुरुष 6,103 र महिला 6,085 रहेको छ। खनियाबास गाउँपालिकामा कुल 10,004 जसमा पुरुष 5,098 र महिला 4,905 रहेको छ। यस्तै रुबी भ्याली गाउँपालिकामा कुल 9,272 जसमा पुरुष 4,777 र महिला 4,495 रहेको छ। जिल्लामा सबैभन्दा बढी मतदाता नीलकण्ठ नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम मतदाता भौगोलिक रूपमा दुर्गम मानिने रुबी भ्याली गाउँपालिकामा रहेको छ। जिल्लाको 104 वडा मध्ये सबैभन्दा बढी मतदाता भएको वडा नीलकण्ठ नगरपालिका 3 मा 4,375 मतदाता रहेका छन् भने सबैभन्दा कम मतदाता भएको मतदान केन्द्र रुबी भ्याली गाउँपालिका 5 अन्तर्गत नेवर मतदान केन्द्रमा जम्मा 185 मतदाता रहेका छन्।